हाई गाइज, सबैजनालाई गुड मर्निङ छ। सबैजना सन्चै हुन्छ होला गाइज, म पनि सन्चै छु होइन। सो आजको भ्लग चाहिँ मैले बिहानैबाट स्टार्ट गरेको छु गाइज होइन। सबैजनाले हेरिदिनु होला। अनि म चाहिँ के काम गर्छु भनेर तपाईँहरूलाई देखाउने छु गाइज होइन। सबैजनाले हेरिदिनु होला। अनि त्यही नै हो गाइज होइन। सबैजनाले हेरिदिनु होला होइन, माया देखाइदिनु होला। सो गाइज देख्न सक्नुहुन्छ हाम्रो किचन चाहिँ यही हो। आज चाहिँ मैले आलु परोठा बनाउने होइन। सो तपाईँहरूलाई देख्नुहुन्छ आलु परोठा बनाउने। अनि सर लाएर देख्न सक्नुहुन्छ किचन चाहिँ यही नै हो होइन। म चाहिँ यही काम गर्नुपर्ने हुन्छ, यही काम गर्छु। अब चाहिँ मैले काम स्टार्ट गर्छु गाइज। सो गाइज होइन, अब चाहिँ मैले आँटा लाउनु पर्ने हुन्छ। आँटा चाहिँ यस्तो पारा झिक्नु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ यस्तो पारा लाउनु पर्ने हुन्छ आँटा चाहिँ। आलु पराठाको लागि चाहिँ हिलै लाउनु पर्ने हुनाले सो गाइस हाम्रो आलु पनि लाँदा रेडी भइसकेको छ होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो पाना लगाइदिनु पर्ने हुन्छ। अनि यसलाई चाहिँ यसले ढाकिदिनु पर्ने हुन्छ, छोपिदिनु पर्ने हुन्छ। सो हाम्रो आटा पनि रेडी भइसक्यो। अब म चाहिँ आलुको लागि मसला बनाउनु पर्ने हुन्छ। सो गाइस अब चाहिँ मैले आलुको मसला बनाउनु पर्ने हुन्छ। अनि बुढी र मैले हो यहाँ चाहिँ काम गर्ने होइन। अनि बुढीले चाहिँ यता चिया बनाउँदैछ। अनि टक्क लाएर देख्न सक्नुहुन्छ। अनि मैले चाहिँ अब आलुको मसला बनाउँछु। अनि मैले आटा पनि लगाइसकेँ। सो गाइस होइन, अब चाहिँ मैले आलु घिच्न लागेको होइन।
सो गाइज हाम्रो चाहिँ पेस्टहरू अनि आटा अनि चियाहरू यताउति सबै रेडी भइसक्यो होइन। अब चाहिँ यसो हामीले काम स्टार्ट गर्छौँ होइन। अनि हाम्रो चाहिँ टक्क अब 7:40 भइसकेको छ। अब हामी चाहिँ 8 बजेसम्म चाहिँ बनाइदिएर रेडी गर्नुपर्ने हुन्छ। सो अब चाहिँ हाम्रो टक्क देख्न सक्नुहुन्छ किचन चाहिँ यही हो। हामी चाहिँ दुईजना मिलेर टक्क काम गर्नुपर्ने हुन्छ गाइज होइन। अब चाहिँ हामीले स्टार्ट गर्छौँ। सो हेरिदिनु होला। सो गाइज हाम्रो चाहिँ 7:45 भइसकेको छ। अब चाहिँ हामीले स्टार्ट गर्नुपर्ने हुन्छ। सो गाइज पराठा चाहिँ टक्क यसरी भर्नुपर्ने हुन्छ। सर पेस्ट यहाँ राख्ने अनि सर यस्तो पारामा अनि यहाँ देख्न सक्नुहुन्छ मोमो जस्तै भएको छ टक्क लगाएर। अनि यही हो सर काम चाहिँ यस्तै हो गाइज होइन। तपाईँले देख्नु भएकै होला। सो गाइज अब फुल भिडियो बनाउने त धेरै लामो बन्छ गाइज होइन। हामी चाहिँ 2-2.5 घन्टा बनाउनु पर्छ। अनि आलु पराठा चाहिँ देख्न सक्नुहुन्छ यही नै हो। अनि टक्क यस्तो छ यतातिर चाहिँ। अनि आलु पराठा चाहिँ हामीले बनाएर दुईवटा राखिदिएका छौँ। अब हामीले चाहिँ स्टार्ट गर्नुपर्ने हुन्छ। अब चाहिँ नन स्टप 2.5 घन्टा 2.5-3 घन्टा जति बेल्न पर्ने हुन्छ गाइज होइन। सो फुल भिडियो चाहिँ अब धेरै लामो हुन्छ। अनि त्यही भएर चाहिँ मैले सानो बनाएको छु होइन। सो सबैजनाले हेरिदिनु होला। गाइज आलु पराठा चाहिँ यस्तो बवाल भइरहेको छ होइन। सो तपाईँहरूले देख्न सक्नुहुन्छ टक्क आलु पराठाको कन्डिसन गाइज। यस्तो रोटी पनि गाइज होइन मान्छेहरूले यहाँको मान्छेहरूले 6-7वटा लगभग 6-7वटा एउटै मान्छेले खाइदिन्छ क्या। अनि त्यही भएर धेरै बनाउनु पर्ने हुन्छ। यहाँ चाहिँ बस्ने चाहिँ 60-70 जना मान्छे जति छन् होइन। तिनीहरूको लागि हामी चाहिँ बिहानमा उठ्ने अनि नास्ता बनाइदिने अनि साँझमा सटरडे सन्डे चाहिँ 3 टाइम बन्छ गाइज होइन। अब हामीले चाहिँ सास पनि फुर्सद पाएन गाइज। त्यही नै हो गाइज। मेरो भिडियो चाहिँ छोटो मिठो बनाउन कोसिस गरेको होइन। त्यही सबैजनाले मन पराइदिनु होला। सो गाइज यदि पराठा बनाइदिउँ होइन। अझै खाँदैछन् अनि खाना आउनेवाला छन् होइन। मान्छेहरू चाहिँ यस्तै
आउँछन् अनि तात्तातै खोज्छन् या तात्तातै बनाइदिनु पर्ने हुन्छ हामीले अब यति सकेपछि बनाइदिनु पर्ने हुन्छ अनि यता चाहिँ हामीले रेडी पारेर राख्नुपर्ने हुन्छ उस मसला गरेर अनि आइसकेपछि बनाइदिनु पर्ने हुन्छ अनि हामीले नन स्टप चाहिँ 2-2.5 घन्टा बनाउनु होइन टक्क बसी यताउता गर्दै टक्क बनाउँछौँ होइन सो गाइस होइन आजको काम चाहिँ भ्याइएको छ किचन चाहिँ हामीले एकदम सफा गराएर टक्क यस्तो पारामा चाहिँ साफ गरिदिएका छन् अनि बसेर खाने ठाउँ चाहिँ गाइस यो हो टक्क अनि नास्ता चाहिँ यहाँ टक्क राखिदिने अनि यहाँ बसेर खाने पानी यो भइहाल्यो अनि फ्रिज अनि यही नै हो गाइस होइन सो आजको भिडियो चाहिँ मेरो यति नै हजुरहरूलाई के कस्तो लाग्यो गाइस लाइक कमेन्ट गरिदिनु होला साथमा यस्तो भिडियो हेर्नुको लागि गाइस च्यानललाई सब्सक्राइब गरिदिनु होला सो बाई गाइस